त्यहाँ चाहिँ दार्चुलामा हिजो हामीले समाचार छाप्यौँ नेपाल प्रेसबाट, समाचार हजुरले हेर्नुभयो होला। हजुर त्यस पछाडि पनि उहाँहरूले चाहिँ नियमित रूपमा चन्दा उठाइरहेको छ र भनिराख्नु भएको छ भने त्यो चाहिँ दार्चुलामा त्यहाँ होइन, नागिसागी अथवा नाभि भन्ने कता ठाउँतिर हो, त्यहाँ होइन, भारतसँग सीमा नै जोडिएको छैन, दार्चुलामा अरू ठाउँहरू पनि पुल छ भन्ने खालको तर्कहरू गरिरहेको छ। त्यो खास के हो सर? अलिक थोरै त्यो तथ्यमा चाहिँ होइन, अब पुलको त पुल त दार्चुला मात्रै होइन, 10 मिटरमा 20 मिटरमा बनाउनु खोज्यो भने अथवा चाहिँ त्यस्तो पुल बनाउने ठाउँ त हरेक जिल्लामा नभएको छैन, सबै ठाउँमा होला नि बनाउने। हरेक बस्तीमा पुल सबै 100% त सबै जिल्लामा पुगेको छैन होला। हजुर हजुर। तुइन उन्मूलनको कुरा हो नि त अहिले उठेको भनेको। तुइन भएको ठाउँ चाहिँ त्यही हो, अरू ठाउँमा तुइन छैन। जस्तो अरू ठाउँ चाहिँ तुइन भएको त्यही मात्रै हो है? तुइन त छैन नि त अरू ठाउँमा। पुल नहुने कुरा अलग भयो, त्यो त बनाउने कुरा निरन्तर चलिरहन्छ। नेपाल सरकारले पनि वर्षको 1-2 दर्जन पुल त बनाइ नै रहेछ। त्यो अझै पनि पुलहरू निर्माण हुने कुरा त स्वाभाविक हो। पुल बनाउने कुरा हो भने त्यसलाई अन्यथा मिलेन, ठिक छ, सबैले बनाउने, उहाँले पनि 1-2 पुल बनाउनुहुन्छ। हामी पनि वर्षको कमसेकम 10-12वटा पुल नियमित बनाइरहेछौँ नि त। प्रदेश सरकारले बनाइरहेछ, केन्द्र सरकारले बनाइरहेछन्। त्यो कुनै अनौठो कुरा भएन। पुल निर्माणका कुराहरू नियमित प्रक्रिया हुन्। त्यो चाहिँ प्रत्येक वर्ष प्रदेशले पनि 10-15वटा पुल बनाइरहेछ। सङ्घको पनि पुल कार्यक्रम दार्चुलामा छ। अहिले 7-8वटा पुलहरू सङ्घबाट पनि निर्माण भइरहेछन्। पुल निर्माणको कुरामा उहाँहरूको योगदान हुन्छ भने त्यो स्वागत छ। उहाँहरूले पनि 1-2वटा पुल बनाइदियो भने त्यो राम्रै हुन्छ। तर यो सङ्घ भनेको कुरा के हो भने तुइन उन्मूलनको कुरा जहाँसम्म छ, तुइन रहेको ठाउँ भने दुम्लिङ मात्रै हो। त्यो खास समस्या परेको गाउँपालिका 2 दुम्लिङ मात्रै। दुम्लिङमा नेपाल भारत सीमा महाकाली नदीमा तुइनबाट मान्छेहरू वारपार गर्ने अवस्था छ। त्यहाँ चाहिँ जोखिम पनि छ, मान्छेहरूको जीवन क्षति पनि भएको छ। खास ठुलो समस्या भनेको त्यहाँ मात्रै हो। त्यसको ठ्याक्कै त्यसको प्राविधिक समस्या थोरै फेरि पनि बताइदिनुहोस्। त्यसको ठ्याक्कै प्राविधिक समस्या चाहिँ के हो त्यहाँ पुल नबन्नुमा, अझ त्यो तुइन प्रतिस्थापन नहुनुमा चाहिँ? तुइन भने त लिगल तुइन होइन, त्यो जनताहरूले इलिगलै लगाइराखेका हुन्। इन्डियन पट्टिबाट थाहा पायो भने काट्छन्, चाहिए बेला नेपाली मान्छेहरूले लाउँछन्, भारतीय फोर्स आएर त्यो काटिदिन्छ। किनकि त्यो उनीहरूको बोर्डरमा त एलाउ छैन नि त तुइनको। अब त्यो अवस्थामा त्यहाँ लिगल कानुन इन्डिया सरकारको आधिकारिक स्वीकृति भयो भने आधिकारिक पुल बनाउने भन्ने कुरा त्यहाँ खास मुख्य समस्या त्यो हो। त्यसको लागि भारत सरकारबाट अनुमतिको लागि प्रक्रियाहरू पटक पटक भइरहेछन्, अहिले पनि चलिरहेको होला। अहिले बरु चाहिँ के हो भने अहिले हाम्रो मान्यजीहरू, अहिले जितेका हाम्रा सबै मान्यजीहरूले, हर्क साङपाङजी लगायत सबैले बरु चाहिँ नेपाल सरकारलाई दबाव गरेर र भारत सरकारसँग कूटनीतिक पहलमा सहयोग पुर्याएर त्यो ठाउँमा अनुमति प्रदान गर्नुभयो भने दार्चुलावासी जनताहरूको लागि र त्यहाँका जनताहरूको लागि ठुलो गुण हुनेछ। त्योतर्फ यदि प्रयास गरिदिनु भयो भने त्यसको लागि म यहाँको जनप्रतिनिधिको हिसाबले त्यो सहयोगको लागि चाहिँ म पनि अनुरोध गर्दछु। बाँकी अब अरू विभिन्न ठाउँमा पुलहरूका समस्याहरूमा उहाँहरूले पनि कतै बनाउन चाहनुहुन्छ भने त्यो स्वागतयोग्य कुरा छ। उहाँहरूले त्यो बनाउँदा दार्चुलावासी जनताहरूको तर्फबाट म स्वागत नै गर्छु। र तुइन उन्मूलन भन्ने कुरा चाहिँ अहिले तुइन रहेको ठाउँ दुम्लिङ मात्रै हो, जो अहिलेको चर्चामा आएको कुरा र अस्ति भिडियोमा तर्न देखाएको कुरा र सबै कुरा त्यो ब्यास गाउँपालिका वडा नम्बर 2 दुम्लिङको हो। त्यो सीमा नदी महाकालीमा हो। र त्यहाँ चाहिँ भारत सरकारको अनुमति नदिएको कारणले रोकिएको छ। नेपाल सरकारले धेरैपल्ट त्यसको चाहिँ डिजाइन एस्टिमेट गरेर टेन्डर प्रक्रिया समेत अगाडि बढाउँदा पनि भारतपट्टि काम गर्ने अनुमति नहुँदाखेरि अहिलेसम्म रोकिएको अवस्था हो। त्यहाँ भारत सरकारले चाहिँ किन त्यो त्यसरी दिएको छ? अब त्यो भारत सरकारले नेपालले जति पुल मागे बोर्डरको कुरा हुन्छ, जति दियो उसले किन दिएन भन्ने कुरा हामीले के उत्तर दिन सक्छौँ? त्यसको लागि हामीले पहल मात्रै गर्न सक्छौँ नि त। अर्को देशले किन त्यहाँ दिएन भन्ने कुरा जवाब त नेपालपट्टिबाट हामी दिन सक्दैनौँ। हामीले त उनीहरूलाई रिक्वेस्ट गर्ने कुरा न हो। त्यहाँबाट चाहिँ तपाईँको कालापानी लिपुलेक लिम्पिया धुरा पनि नजिक हो सर? त्यहाँबाट नजिक हो। त्यहाँबाट कति नजिक हो सर यो? त्यहाँबाट कालापानी मोटामोटी तपाईँको 40 किलोमिटर जति पर्ला। नजिकै पर्यो है? नजिक पर्यो। जस्तो चीन भारत बोर्डर पनि नजिकै पर्यो? त्यो नजिकै हो, त्यो पनि 40-45 किलोमिटर नजिकै, 45 किलोमिटर। त्यो हिसाबको त्यो संवेदनशील ठाउँ भएको कारणले पनि भारत सरकारले सबै ठाउँ अनुमति दिए, त्यहाँ चाहिँ नजिक हो कि? त्यो त अरू तल्लो भेगतिर दियो। हजुर। त्यो भेगतिर चाहिँ उहाँहरूको चाहिँ रिपोर्टिङ, विभिन्न सेक्युरिटीको, इन्टेलिजेन्स ब्युरोको धेरै किसिमको रिपोर्टिङको फाइल त डोलीडारमा छ नि त। तपाईँले त्यो पूर्वाधार विभाग भन्ने छ, त्यहाँ गयो भने जम्मै फाइल छ इन्डियापट्टिको चाहिँ रिपोर्टिङको। यो कारणले अनुमति भएन भन्ने यो अहिले हाम्रो
शहरी विकासमा आएको छ, पहिले सङ्घीय मामला मन्त्रालयमा थियो, हजुर स्थानीय पूर्वाधार विभाग भन्ने डोलीडारमा जाँदाखेरि सबै फाइल पाउनुहुन्छ तपाईँले। ओहो, जस्तो त्यो चाहिँ त्यहाँ जस्तो दार्चुलामा अहिले भएको जम्मा एउटा मात्रै ट्विन त्यो दुम्लिङको मात्रै भयो होइन? ट्विनै गर्नुपर्ने अवस्था भने त्यहाँ मात्रै। बाँकी 9 ठाउँमा भएका ट्विनहरू चाहिँ प्रतिस्थापन भइसक्यो भन्नुभयो मलाई। ती प्रतिस्थापन भइसके। जस्तो त्यो ठाउँमा चाहिँ त्यहाँ कुरा के छ भन्दाखेरि अब त्यो कमसेकम हाम्रो 1 घन्टाको सीमा नदीमा मोटामोटी 1-1.5 घन्टाको दूरीमा पुलहरू छन्। हजुर हजुर, हो। अब त्यति हिँड्नु पनि पर्छ। त्यो प्रत्येकले आफ्नै घर नजिकै पुल खोज्यो भने घर पछि पुल बनाउन कसैले पनि सक्दैन, त्यो पनि बोर्डरमा। त्यो गरेपछि अलिकति हिँडेर पुलमा जानुपर्छ। मेरो 2 घर छ, यहाँनिर मलाई पुल चाहियो, अर्कोको 2 घर छ त्यहीँनिर पुल चाहियो, ठाउँ ठाउँमा कसैले पनि सक्दैन। त्यो अन्तर्राष्ट्रिय सीमामा त्यसो दिँदैन पनि अर्को देशले है। त्यो गरेर हामीले धेरै धेरै पहल गरेर पनि यो भयो। त्यो दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीजीसँग हाम्रो तत्कालीन सम्मानित प्रधानमन्त्रीजीको भिजिटको बेलामा म पनि सांसदको हिसाबले त्यो टोलीमा आफै भिजिट गएर रिक्वेस्ट गरेर त्यसपछि उत्तराखण्डको मुख्यमन्त्री त्रिवेन्द्र रावतसँग पन्तनगरमा भिजिट गरेर बैठक गरेर बल्ल ती पुलहरू स्वीकृति भएका हुन्। त्यसरी सजिलै त्यो स्वीकृति हुँदैनन्। यस कारणले त्यहाँ मोटामोटी ट्विन भएको ठाउँ र मुख्य मुख्य बस्तीहरूमा त्यो ठाउँमा भइसकेको छ। त्यो चाहिँ दुम्लिङमा एकदम जरुरी हो। त्यो फेरि 1 नम्बर प्रायोरिटी नै हो। त्यो सबभन्दा दुर्गम ठाउँ, त्यहाँ चाहिँ हुनैपर्ने हो। त्यहाँका जनताले दुःख पाएका छन्, त्यसको लागि हाम्रो पहल पनि 1 नम्बरमै प्राथमिकता थियो। तर दुर्भाग्यवश नेपालपट्टिको पर्याप्त प्रयास हुँदा पनि भारत सरकारको अनुमति बिना त्यो अगाडि बढ्न सकेका छैन। त्यसको लागि अब अहिले सबैले हामीले यसमा चाहिँ अन्यथा लिनु हुँदैन। अहिलेका सबै मान्यज्यूहरूले पूर्व मेचीदेखि पश्चिम महाकालीका सबैले नेपाल सरकारलाई पनि त्यो किसिमको प्रेसर कायम गर्दा र भारत सरकारसँग पनि कूटनीतिक पहलमा सहयोग गर्यो भने त्यो एकदमै स्वागत योग्य कुरा छ। म हर्क साङपाङजीलाई पनि त्योपट्टिको चाहिँ पहल गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। तर उहाँले चाहिँ अब अरू गाउँमा पुल बनाइदिनुहुन्छ भने त्यो त स्वागत योग्य कुरा छ नि। धेरै ठाउँमा ट्विन उन्मूलन चाहिँ त्यो चन्दा उठाएर मात्रै सम्भव नहुने। ट्विन त अरू ठाउँमा छैनन् नि, अरू ठाउँमा ट्विन छैनन्। पुल आवश्यक होला अरू ठाउँमा, पुल आवश्यक भएका ठाउँमा पुल बनाउने कुरामा त तपाईँको एनजिओहरूले पनि बनाइरहेछन्, आइएनजिओले बनाइरहेछन्, प्रदेश सरकारले बनाएको छ, सङ्घले बनाएको छ। त्यसमा 1-2वटा पुलहरू उहाँहरूको साङपाङजीले चन्दा उठाएर बनाइदिनु भयो भने दार्चुलावासीको तर्फबाट उहाँलाई धन्यवाद छ। तर ट्विन उन्मूलन भन्ने मुख्य समस्या भएको र उहाँले भिडियोमा हाल्नुभएको कुरा चाहिँ अरू गाउँको होइन, त्यो चाहिँ दुम्लिङको हो। त्यहाँ र मुख्य अहिले ट्विन भएको र उन्मूलन गर्नुपर्ने ठाउँ पनि त्यही ब्यास गाउँपालिका वडा नम्बर 2 दुम्लिङमा महाकाली नदीको भारत नेपाल सीमामा त्यो पुल ट्विन उन्मूलन गर्नुपर्ने अहिले दार्चुलाको प्रमुख समस्या त्यो हो। तर त्यो खालको कूटनीतिक पहलबाट समाधान हुने भने पछाडि त चन्दा उठाएर त सम्भव नहुँदो रहेछ नि त ट्विन उन्मूलन त्यहाँ होइन सर? अब उहाँले कतै अन्यत्रै कुनै गाउँ ठाउँको एउटा पुल बनाउनुहुन्छ भने त्यो त सक्नु होला चन्दाबाट, किन नसक्नु। तर चाहिँ ट्विन उन्मूलन हुँदैन। त्यहाँ जुन दार्चुलाको मुख्य समस्या दुम्लिङको ट्विन उन्मूलन त्यो चन्दा उठाएर सम्भव छैन। त्यहाँको सर दुम्लिङवासी जस्तो त्यहाँ त तपाईँ दार्चुलामा चाहिँ 10 ठाउँमा ट्विन भएकोमा 9 ठाउँमा ट्विन उन्मूलन भएर चाहिँ पुल बनिसक्यो, ट्विनको ठाउँमा पुल प्रतिस्थापित भइसक्यो। र त्यो दुम्लिङमा बाँकी छ। त्यो सबै सीमा नदी महाकाली नदीमा पारी भारत वारी नेपाल भयो होइन सर? जस्तो त्यो उता भारतमा चाहिँ त्यहाँको दुम्लिङका बासिन्दाहरू ट्विन मार्फत केका लागि जाने हो अथवा त्यसको उहाँ नेपाली त्यहाँ नजिक छिमेकी उनीहरूको नजिक चाहिँ बजार छ, भारतीय बजार, सामान सस्तो पाउँछ अनि त्यहाँ यातायातको पहुँच पनि अलिकति कालोपत्रे सडक छ। खास गरी बजार हो त्यो, किनमेल गर्न जाने भारतीय बजारमा जानलाई ट्विन प्रयोग गर्छन्। र अरू विद्यालय त उपयोग गर्छ, विद्यालय हाम्रै वारिपट्टि सधैँ छ। खास गरेर त्यो बजार हो, त्यहाँ सरसामान किन्नको लागि। र अर्को कुरा त्यहाँ वारिपारि इष्टमित्र बस्छन् सबै एकै हाम्रो बिहाबरी अनि विभिन्न किसिमका चाडपर्वहरूमा यताउता जाने अवस्था हुन्छ। नेपाली मान्छे पनि जान्छन्, भारतका पनि आउँछन्। त्यो किसिमको त्यो चाहिँ यो बजारको लागि सामान खरिदको लागि र यो चाडपर्व बिहेबारीको लागि चाहिँ नागरिकहरू ओहोरदोहोर गर्छन् त्यहाँ। त्यही त जस्तो अन्तिममा सर जस्तो तपाईँ माथि नै धेरै प्रश्न के उठाइरहेको छ भने जस्तो पूर्व धरानको हर्क साम्पाङले दार्चुलाको पुल बनाइदिनु पर्ने, त्यहाँका जनप्रतिनिधि चाहिँ के गरिरहेका छन्, त्यहाँबाट निर्वाचित सांसदहरूको चाहिँ काम के हो भनेर पनि एकदमै प्रश्नहरू आइरहेको छ। एकचोटि डाटामा खालि चर्चामा आउने कुरा आफ्नो हो। धरानमा कति झोलुङ्गे पुल बनाएका छन् र दार्चुलामा अहिलेसम्म कति तुलना गरौँ त ल, एउटा सर्वे टिम पठाइदिनु भन्नुहोस्। दार्चुलामा कति 100 झोलुङ्गे पुल बनाएका छन् र धरानमा कति 100 पुल बनाएका छन्, त्यसमा कम्पिटिसन गरौँ नि त। त्यसमा चाहिँ दार्चुला जिल्लाभरि कति 100वटा पुल छन्, एउटा यहाँको पनि रेकर्ड लिउँ अनि धरानमा कति पुल बनाएका छन् त्यसको रेकर्ड लिएर जोखौँ त ल। त्यसमा चाहिँ त्यसपछि म उत्तर दिउँला। जस्तो अन्तिममा सर जस्तो तपाईँ हर्क सरलाई के भन्न चाहनुहुन्छ? उहाँले जुन अभियान अहिले पनि चन्दा उठाउनु होइन, म उहाँलाई चाहिँ उहाँले राम्रै कुरा सोचेर गर्नुभयो होला। म उहाँलाई उहाँको भावनाप्रति म गलत भन्दिनँ, उहाँलाई म सम्मान गर्छु। उहाँले चाहिँ अब यो नेपालभित्रैको होला गएर चाहिँ अब मान्छे परिचालन गरेर हुन्छ भन्ने होला, ठिकै उहाँ गर्नु पनि सक्नुहुन्थ्यो होला। तर राम्ररी उहाँलाई ज्ञान भएन। अब ट्विनको
फोटो अनि ट्विन कहाँ हो भन्ने कुरा जानकारी नहुँदाखेरि उहाँले कुरा राख्नु भएको छ। त्यो गलत कुरा छैन, तर चाहिँ अलिकति भोलि उहाँ नै असफल हुनुहुन्छ भनेर मैले यो कुरा भनिरहेको छु। किन भन्दाखेरि अहिले एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जनताको सेन्टिमेन्टली नै भोलि त्यो ठाउँमा पुल नबनेर खालि अर्को ठाउँमा पुल बनाएर मैले पुल बनाएँ भन्ने कुराले मात्रै त त्यसको अहिले उहाँको भनाएको अर्थ खुल्दैन। किनभने पुल त उहाँ मात्रै होइन बनाउने, यहाँ 100औं पुल बन्छन् कि दार्चुलामा कमसेकम 200-300वटा पुलहरू बनेका छन् यो बिचमा, अझै पनि बनिरहेका छन्। यो वर्ष मात्रै कमसेकम 15-20वटा पुल बनिरहेका छन्। पुल बनाउने कुरा त नियमित प्रक्रिया हो, तर जुन सेन्टिमेन्ट उहाँले देशवासी जनताहरूको बिचमा राख्नुभयो, जुन ट्विन तरेको फोटो देखाउनु भयो, त्यो भनेको दुम्लिङको हो, टाप्लाको हो। अरू ठाउँमा त्यस्तै ट्विन तरेर मान्छे अरूहरू गर्दैनन्। त्यहाँ त्यो देखाएर अर्को ठाउँमा पुल बनाउनुहुन्छ भने आफै फस्नुहुन्छ। फस्ने भनेको कुरा काम त राम्रै हुन्छ, तर चाहिँ त्यो जुन किसिमको जनताहरूले देश विदेशबाट सेन्टिमेन्ट एकदम भएर भावुक भएर जुन सहयोग गर्न गइरहेछन्, त्यो त जुन ठाउँको लागि भने त्यो ठाउँमा नभएर अन्यत्र भयो भने त त्यसको त अर्थ भएन नि त। स्टन्ट मात्रै भयो नि त फेरि अन्तिममा। त्यो हुनाले मैले उहाँलाई चाहिँ उहाँको भावनाको उच्च कदर गर्दै अहिले उहाँको बलबरु हामी सबै लागौँ र त्यो दुम्लिङमा ट्विन उन्मूलन गरौँ। त्यहाँका जनताहरू वर्षेनी ज्यान गुमाउनु परेको छ। भारत सरकारलाई त्यो अनुमति दिनुको लागि एकदम प्रयासमा सहयोग गरिदिनुको लागि म चाहिँ उहाँलाई अपिल गर्न चाहन्छु। जस्तो अन्तिममा चन्दाको सन्दर्भमा चाहिँ के भन्नु, चन्दा जुन अहिले पनि नियमित उठिरहेको छ नि, जस्तो ठिक छ, त्यो चन्दा त उहाँले त्यो भारत सरकारको अनुमति नहुँदाखेरि त्यसको त काम हुँदैन, किनकि त्यो भारत सरकारले आफ्नो भूमिमा चन्दा दिएर मान्छेलाई काम गर्न दिन्छ र त्यहाँ त सेक्युरिटी हुन्छ, एसएसबी हुन्छ। त्यो ठाउँमा त अब उहाँहरूले अहिले कुरा डाइभर्ट गर्दै खोज्छ, हामी त अर्को ठाउँमा बनाउँछौँ भन्यो भने त त्यो चन्दाले गर्ला, ठिकै छ। एउटा कुनै गाउँमा त एउटा पुल बन्ला, त्यो पनि हाम्रो लागि राम्रै कुरा हो, त्यसको लागि म स्वागतै गर्न चाहन्छु। हुन्छ सर, हुन्छ गणेश सर। हस्।